यहाँहरू सबैजनालाई प्रभु येशू ख्रीष्टको नाउँमा जय मसी। मैले आदर गर्नुपर्ने, मैले सम्मान गर्नुपर्ने जतिजना व्यक्तित्वहरू हुनुहुन्छ, तपाईँहरू सबैजनाले यो भिडियो हेर्दै हुनुहुन्छ भने न्यानो अभिवादन। मेरो नाम सञ्जित तामाङ र जुन भिडियो अहिले मैले तपाईँहरू मार्फत सेयर गर्न गइरहेको छु, यो भिडियो मात्र नरहेर जुन कुराहरू हामीले 2026मा आएर स्थापना गर्नलाई हामीले सफल गर्यौँ, त्यो सेवाकाईको बारेमा तपाईँहरूलाई केही विस्तृत जानकारीहरू दिउँ भनेर मैले यो भिडियो मार्फत तपाईँहरूलाई सेयर गर्न खोजिरहेको छु। र अमर सेवाकाईको आधारिक प्रस्तुतिकरणमा तपाईँहरू सबैजनालाई स्वागत छ। भिडियो तपाईँहरूले अन्तिमसम्म हेरिदिनु होला, किनभने यो भिडियोहरू मार्फत नै हामीले हाम्रो मिनिस्ट्रीको छोटो इन्ट्रोडक्सन तपाईँहरू सामुन्ने हामीले दिन खोजिरहेको छौँ र यो भिडियो मार्फत तपाईँहरूलाई पनि हामीसँग जोडिनु सजिलो हुन्छ भन्ने हेतुले हामीले यो भिडियोहरू बनाएका छौँ। र यो भिडियो खास गरी चाहिँ नेपालमा जतिजना व्यक्तित्वहरू हुनुहुन्छ, हाम्रो मण्डलीमा जतिजना व्यक्तित्वहरू हुनुहुन्छ, उहाँहरूलाई यो भिडियो अलरेडी नै हामीले सेयरहरू गरिसकेका छौँ सङ्गतिहरूबाट। तर यो भिडियो चाहिँ हाम्रो जति पनि वैदेशिक रोजगारीमा बाहिर हुनुभएको जति पनि दाजुभाइ, दिदीबहिनी, अङ्कल आन्टी जति पनि हुनुहुन्छ, उहाँहरूको लागि चाहिँ यो भिडियो मार्फत चाहिँ तपाईँहरू सबैजनालाई यही भन्न चाहन्छु कि हाम्रो अमर सेवाकाईको आधारिक प्रस्तुतिकरणमा तपाईँहरूलाई फेरि पनि स्वागत छ। मैले अघि पनि स्वागत गरिसकेको थिएँ र अहिले पनि फेरि म तपाईँहरूलाई स्वागत गर्छु। र हाम्रो सेवाकाईको आध्यात्मिक आधार तपाईँहरूले देखिरहनु भएको छ, प्रस्थान 15को 2बाट रहेको छ। परमप्रभु नै मेरो शक्ति, गीत र मुक्ति हुनुहुन्छ भन्ने आधार राखेर हामीले यो इमोर्टल मिनिस्ट्रीलाई अगाडि बढाउँदै जाने क्रममा यो मिनिस्ट्री हामीले 2026मा स्थापन भएको हो र यो सेवाकाई युवाहरूको आत्मिक उत्थान, सहयात्रा र बाइबलमा आधारित जीवनशैलीको लागि सुरु गरिएको हो। तल दिएको सम्पर्क माध्यमतर्फ तपाईँ हामीसित निरन्तर जोडिन सक्नुहुनेछ र तपाईँहरूलाई यही कुराहरू देखाउँदै गर्ने क्रममा म तपाईँहरूलाई अझै धेरै कुराहरू देखाउँदै जानेछु, जसमा तपाईँहरूले धेरै कुराहरू थाहा पाउनुहुनेछ हामीले यो मिनिस्ट्री बनाउनुको कारण र मिनिस्ट्रीको भिजनहरूदेखि लिएर मिनिस्ट्रीको परिचय र मिनिस्ट्रीमा अहिले को जोडिनु भइसकेको छ भन्ने कुराहरू म तपाईँहरूलाई यो भिडियो मार्फत देखाउँछु। र ढिलो नगरिकन म तपाईँहरूलाई स्लाइड 2मा लिएर जाँदैछु। स्लाइड 2मा तपाईँले देख्नु सक्नुहुनेछ हाम्रो संस्थापक, हाम्रो इमोर्टल मिनिस्ट्रीको संस्थापक चाहिँ को हुनुहुन्छ भन्ने कुराहरू चाहिँ तपाईँहरूले देखिराख्नु भएको छ। र तपाईँहरूले देखिरहनु भएको छ अमर सेवाकाईका संस्थापक नोएल तामाङ, जसको प्रारम्भिक भिजन प्रार्थना जीवन र युवाको भलाइप्रति प्रेम नै यस सेवाकाईको जन्म प्रमुख कारण हो। र नोएल तामाङजीले नै गर्दाखेरि हाम्रो यो इमोर्टल मिनिस्ट्रीको भिजनहरूदेखि लिएर सबै कुराहरू उहाँले नै धेरै अगाडिदेखि प्रार्थनासहित यो कुराहरूलाई चाहिँ उल्लेखनीय गरेर चाहिँ भिजनहरू र जति पनि युथहरू छन्, युथहरूलाई अगाडि बढाउनु पर्छ, यो कुराहरूलाई चाहिँ हामीले गर्नुपर्छ भन्ने हेतुले चाहिँ मिनिस्ट्री चाहिँ हामीले सुरु गरेको छौँ। र यो मिनिस्ट्रीहरू सुरु गर्नुलाई अब हामीलाई धेरै कठिनहरू भइराखेको थियो। कति कुराहरू हामीले मिलाउनु खोज्दाखेरि पनि कति कुराहरू मिल्न खोजिरहेको थिएन, किनभने हरेक कुरामा प्रभुको योजना अनुसार हामीले चल्नुपर्ने हुन्छ र प्रभुको योजना अनुसार चाहिँ हामीले यो सालबाट चाहिँ इमोर्टल मिनिस्ट्री अमर सेवाकाई चाहिँ हामीले सुरु गर्नलाई सफल भएको छ। र विशेष गरी हाम्रो नोएल तामाङजीलाई धेरै धेरै धन्यवाद छ, उहाँले गर्दाखेरि यो मिनिस्ट्रीहरू सुरु भएको छ र यसमा म पनि एउटा निर्देशक भएर काम गर्न पाउँदाखेरि म पनि धेरै खुसी नै छु। अनि यो रह्यो संस्थापकको बारेमा। म तपाईँहरूलाई स्लाइड 3को बारेमा भन्न गइरहेको छु। द इमोर्टल मिनिस्ट्री इन्ट्रोडक्सन एन्ड भिजन, अमर सेवाकाईको परिचय र दर्शनको बारेमा म तपाईँहरूलाई थोरै जानकारी दिन चाहन्छु। यो स्लाइड चाहिँ म तपाईँहरूलाई पनि सेयर गर्छु ताकि भोलिको दिनमा गएर तपाईँहरूले यो स्लाइडहरू आफैले पनि हेरेर तपाईँले बुझ्न सक्नुहुनेछ। र
जस्तै म तपाईँहरूलाई समरीमा तपाईँलाई सबै कुराहरू म एक्सप्लेन गर्न चाहन्छु धेरै ढिलो नगरिकन। अमर सेवागाईको सुरुवात संस्थापकको बाल्यकालदेखि पालेको सपना थियो र परिवार र चर्चका अग्रजहरूको प्रोत्साहनका कारण यो सपना सेवा र भिजनमा परिणत भयो। यस सेवागाईको मुख्य उद्देश्य भनेको हाम्रो सदस्य मात्र वृद्धि गर्नु होइन, हामीले सदस्यलाई मात्र धेरै अ, वृद्धि मात्र गराएर होइन, तर जति पनि हामीसँग थोरै धेरै जति पनि हुन्छ सदस्यहरूलाई चाहिँ हामीले चाहिँ वृद्धि गर्दै जाने हो। तर वृद्धि भन्दा पनि अब आत्मिक वृद्धिहरू हुन्छ, कति कुराहरू विविध कुराहरू त्यसमा आउँछन्। अब जस्तै युवाहरूलाई हौसला दिँदै गर्दै आत्मिक रूपान्तरणतिर लैजानु र सहयोग गर्नु हो। र अवसर यो मिनिस्ट्रीमा चाहिँ अवसर भनेको चाहिँ सबैको लागि खुल्ला छ। जस्तै सङ्गीत, प्रार्थना, सङ्गति, मिडिया वा स्वयंसेवक जहाँ तपाईँलाई रुचि हुन्छ त्यहीबाट तपाईँले सेवा गर्न सक्नुहुन्छ। जस्तै तपाईँहरू अहिले देश विदेशमा रहनु भएको छ र देश विदेशमा रहनु हुँदाखेरि तपाईँहरूले फिजिकली त्यहीँ गएर तपाईँहरूले सेवा सुविधाहरू तपाईँले अब प्राप्त गर्न नसके पनि हाम्रो मेन उद्देश्य भनेको चाहिँ अब जति पनि हाम्रो विदेशमा रहनु भएको जति पनि दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ उहाँहरूको लागि चाहिँ हामीले सङ्गतिहरू प्रोभाइड गर्नेदेखि लिएर जति पनि तपाईँहरूको प्रार्थना विषयहरू छ प्रार्थना विषयहरूलाई ध्यान दिएर त्यो प्रार्थनामा निरन्तरता भएर त्यो कुराहरूलाई चाहिँ हामीले समेटिएर चाहिँ यो मिनिस्ट्रीलाई चाहिँ हामीले नेपाल अधिराज्यमा मात्र होइन त्योभन्दा बाहिर पनि जति पनि हाम्रो देश विदेशमा रहनुभएको जति पनि दाजुभाइ दिदीबहिनी हुनुहुन्छ उहाँहरूको लागि पनि यो भिडियोहरू यो मिनिस्ट्री चाहिँ हामीले चाहिँ फोकस गरिराखेका छौँ होइन। र अर्को स्लाइडमा जाने हो भने यसमा अब हामीले हेर्न सक्छौँ टार्गेट ग्रुप अथवा उद्देश्य समूहहरूदेखि लिएर तपाईँको सेवा विस्तारको कुराहरू। अब हामीले विशेष ध्यान दिने लक्ष्य समूह ती युवाहरू हुन् जो लागु पदार्थ, सामाजिक अवलग वा आत्महीनताको समस्याले सङ्घर्ष गरिरहेका छन्। सेवा नेपालसम्मै मात्र सीमित नरहेर यसलाई अनलाइन सङ्गति, प्रार्थना र डिजिटल प्लेटफर्म मार्फत विदेशमा रहेका युवाहरू समेत जोडिन लक्ष्य छ। र हाम्रो अन्तिम उद्देश्य युवाहरूलाई हौसला दिनु मात्र होइन तर आत्मिक पारिवारिक परिपक्वता बढाउनु र परमेश्वरको इच्छामा दृढ रहन प्रेरित गर्नु हो। जस्तै मैले अघि तपाईँहरूलाई भनिहालेँ हामीले जति पनि मिनिस्ट्रीहरू हामीले अहिले जुन सञ्चालन गरिरहेको छौँ यो मिनिस्ट्री मार्फत चाहिँ अनलाइन सङ्गति, किनभने हामी कतिपय देश विदेशमा रहेर बसिराख्दाखेरि हामी धेरै कुराहरूमा हामी धेरै क्रियाकलापहरूमा हामी संलग्न हुन सक्दैनौँ। त्यस कारणले गर्दाखेरि कतिपयको चर्च जाने इच्छाहरू हुन्छ, कतिजना व्यक्तित्वहरूको मण्डली जाने सङ्गतिहरू पाए पनि हुन्थ्यो भन्ने कुराहरू त्यहाँ आउँछन्। अनि अब कहिलेकाहीँ कस्तो हुन्छ भन्दाखेरि अब आफ्नो समयहरू नमिलेको कारणले गर्दाखेरि सङ्गतिहरू जान पाइँदैन। त्यही कारणले गर्दाखेरि चाहिँ हामीले चाहिँ विशेष गरी फोकस हामीले अनलाइन सङ्गतिलाई पनि हामीले गरेको छौँ र यो अनलाइन सङ्गति चाहिँ हामी आउने दिनहरूमा चाहिँ यसको जति पनि प्लानिङहरू हुन्छ प्लानिङहरू गरेर चाहिँ सेवा सुविधाहरू चाहिँ तपाईँहरू मार्फत पनि प्रोभाइड चाहिँ हामी गर्ने छौँ यो कुराहरूमा चाहिँ होइन। अनि सरी हल्का खोकी लागेको कारणले गर्दाखेरि चाहिँ अलिकति गाह्रो भइरहेछ। र तपाईँहरूलाई अर्को कुराहरू देखाउन चाहँदाखेरि चाहिँ अब अहिले हाम्रो जति पनि मिनिस्ट्रीमा जतिजना पनि व्यक्तित्वहरू हुनुहुन्छ उहाँहरूको भूमिकाहरूदेखि लिएर को व्यक्तित्वहरू चाहिँ अहिले हामीसँग हुनुहुन्छ भन्ने कुराहरू चाहिँ म तपाईँहरूलाई सरासर देखाउँछु। यो चाहिँ इङ्ग्लिसमा रहेको छ भने मैले तपाईँहरूको लागि सजिलो हुन्छ भनेर नेपालीमा पनि बनाइदिएको छु। र यो स्लाइडले अमर सेवागाईको समग्र सञ्चालन देखाउँछ। को विभागमा काम गर्छन्, भूमिकाहरू कसरी विभाजित छन् र कार्यप्रवाह कस्तो गतिमा चल्छ भन्ने आधारबाट नै स्पष्ट हुन्छ। जस्तै तपाईँहरूले देखिसक्नु भएको छ हाम्रो संस्थापक नोएल तामाङ रहेको छ भने निर्देशक सञ्जित तामाङ रहेको छ जो म आफै पनि हो अहिले तपाईँहरूसँग जो बोल्दैछ
र अध्यक्षको रूपमा हेर्ने हो भने हामीले नोएल तामाङजीलाई राखेको सरी निर्मल तामाङजीलाई राखेको छु, माफ गर्नुहोला, निर्मल तामाङजीलाई राखेको छु। उहाँ हाम्रो अ, स्वतन्त्र बेलबारी आशिष मण्डलीको सिनियर पास्टर पनि हुनुहुन्छ र हामीलाई चाहिँ मिनिस्ट्रीमा हामीले गर्ने हरेक गतिविधिहरूमा चाहिँ कति गतिविधिहरूमा अब हामी एक्सपिरियन्स हामीसँग नभएको कारणले गर्दाखेरि उहाँ उहाँ एउटा सिनियर पास्टर हुनुभएको हेतुले पनि उहाँलाई चाहिँ हामीले एज अ अध्यक्षको रूपमा चाहिँ हामीले राखेको छौँ। किनभने मार्गदर्शन भनेको हामी कतिपय अब हामी जवानहरूले गर्ने कुराहरूमा कतिपय कुराहरू हामीले सायद सही गलत कुराहरू पनि सही भन्दै हामी गरिराखेको हुन्छौँ होला, तर कतिपय कुराहरू परिपक्व हामी नभएको कारणले गर्दाखेरि चाहिँ उहाँको चाहिँ हामीलाई धेरै नै जरुरी हुने छ र त्यो कारणले गर्दाखेरि चाहिँ उहाँलाई चाहिँ अध्यक्ष को रूपमा चाहिँ हामीले राखेको छौँ भने कोषाध्यक्षमा चाहिँ हाम्रो एनोस राई रहेको छ। त्यसै गरी मिडिया टिममा हाम्रो पारस तामाङ रहेको छ भने व्यवस्थापन टोलीमा हामीले दिपेश चामलिङ राईलाई राखेको छौँ भने प्रार्थना टोलीमा जेरिका बिके हुनुहुन्छ भने वर्सिप टोलीमा फेरि नोएल तामाङ रहेको छ। यसै गरी हाम्रो टिमको स्ट्रक्चर चाहिँ अहिलेको लागि चाहिँ यति नै छ। जस्तै गरी अब हाम्रो मिनिस्ट्रीमा तपाईँले देख्नुहुन्छ भने हामीले 4 भागमा विभाजित गरेको छौँ। एउटा मिडिया टिम, व्यवस्थापन टोली, प्रार्थना टोली र वर्सिप टोली भनेर हामीले त्यसरी स्ट्रक्चरहरू राखेका छौँ। र म ढिलो नगरिकन कार्यकारी नेतृत्वको भूमिकाहरू पनि म तपाईँहरूलाई अगाडि सामुन्ने लिएरै हाल्छु। र तपाईँले देखिराख्नु भएको छ कार्यकारी नेतृत्वको भूमिकामा अहिले निर्देशक, अध्यक्ष र कोषाध्यक्षको बारेमा म तपाईँहरूलाई केही जानकारीहरू दिन चाहन्छु। यहाँ सेवाकाईमा संलग्न सबै नेतृत्व र विभागीय टोलीहरूको विस्तृत परिचय देखिन्छ होइन। संस्थापक नोएल तामाङ, निर्देशक सञ्जित तामाङ, अध्यक्ष निर्मल तामाङ, कोषाध्यक्ष एनोस राई, त्यसै गरिकन तपाईँको व्यवस्थापन टिमका दिपेश चामलिङ, मिडिया टिमका पारस तामाङ, प्रार्थना टोलीका जेटिका बिके र वर्सिप टिमका सदस्यहरू सहित तपाईँहरूलाई मैले अघि नै देखाइसकेको छु। र यो स्लाइडमा चाहिँ तपाईँले देख्नुहुन्छ कार्यकारिता नेतृत्वको भूमिका सेवाकाईको मेरुदण्ड हो। अब निर्देशकको तपाईँको अब सिम्पल कुराहरू गर्ने हो भने समग्र भिजन कार्यान्वयन र समन्वय र कार्यक्रमको नीतिहरू चाहिँ निर्देशकले गर्नुपर्ने हुन्छ। जस्तै संस्थापकको भिजनहरू लागू गर्नुदेखि लिएर विभागहरू बिच समन्वय गर्नु र कार्यक्रमहरू चर्चका लक्ष्यसँग मिल्ने गरी हामीले त्यो कुराहरू चाहिँ गर्नुपर्ने हुन्छ। कतिपय कुराहरू चाहिँ अब हामीले गर्ने क्रममा चाहिँ हामीले मण्डलीको भिजन पनि हामीले संलग्न गरेर चाहिँ त्यो कुराहरू चाहिँ हामीले गर्नुपर्ने हुन्छ। त्यसै गरी अध्यक्षको रूपमा निर्मल तामाङ हाम्रो पास्टरबाको भूमिकाहरू भनेको पास्टरीय निरीक्षण गर्नु र प्रमुख निर्णयहरूको नेतृत्व गर्नु र सैद्धान्तिक स्वस्थता सुनिश्चित गर्नु, नेतृत्व टोलीलाई मार्गदर्शन प्रदानहरू गर्नु। जस्तै तपाईँहरूलाई अघि मैले भनिसकेको छु, मिडिया टोलीदेखि लिएर व्यवस्थापन टोली र प्रार्थना टोली र हाम्रो यता वर्सिप टोली रहेको छ र उहाँहरूलाई पनि मार्गदर्शन चाहिँ उहाँले चाहिँ प्रदान गरिदिनु हुनेछ। र कोषाध्यक्षको मेन जिम्मेवारीहरू भनेको तपाईँहरूलाई थाहा छँदैछ, कोषमा जति पनि हाम्रो रकमहरू जुटिन्छ त्यसको व्यवस्थापन गर्नु र जति पनि अब हामीले गर्ने क्रियाकलापहरूमा जति पनि बजेटहरू हुन्छ त्यो बजेटहरू चाहिँ तयार पार्ने कुराहरूदेखि लिएर स्वच्छ आर्थिक रेकर्डहरू राख्नुपर्ने हुन्छ। भेटी अथवा दान जस्तै जति पनि हामीलाई डोनरहरू आउँछ, भेटीहरू आउँछ, उसले चाहिँ त्यो कुराहरूको निरीक्षण गर्नु, कताबाट कति आएको छ, के गरेर आएको छ र त्यो कता खर्च भएको छ र कति बाँकी रहेको छ भन्ने कुराहरू चाहिँ हाम्रो कोषाध्यक्ष एनोस राईको भूमिका रहेको छ भने जस्तै अब अघि नै मैले भने अनुसारको हाम्रो टिमहरूको बारेमा म तपाईँलाई थोरै जानकारीहरू दिन चाहे। अब मिडिया टोलीको सेवाकाईको अनलाइन उपस्थितिको व्यवस्थापन गर्नेछ। सामग्री निर्माण, पोस्ट, अभिलेख र समुदाय संलग्नता भने व्यवस्थापन टोलीले कार्यक्रम योजना, स्रोत व्यवस्थापन, प्रशासन र दैनिक सञ्चालन
कुराहरू चाहिँ व्यवस्थापन टोलीले गर्नेछ। जस्तै मिडिया टिमको काम भनेको अब अहिले हामीले हेर्ने हो भने हामी कतिपय फोनहरू स्क्रोल गरेर बसिराखेको हुन्छौँ। यत्तिकै अब समयहरू फ्री टाइमहरू हुँदाखेरि हामी कतिपय अब हामी टिकटकहरूदेखि लिएर युट्युब त्यसपछि अनि इन्स्टाग्रामको रिल हेर्दै बसिराखेको हुन्छौँ। अहिलेको जति पनि गतिविधिहरू छन् अब त्यो गतिविधिहरूलाई संलग्न गरिकन हामीले मिडिया टोली पनि बनाएका छौँ र मिडिया टोलीको विशेष काम भनेको जस्तै अब हाम्रो सामाजिक सञ्जाल प्लेटफर्ममा जस्तै पनि जति पनि वेबसाइटहरूको व्यवस्थापन गर्ने अब हामीले हाम्रो आफ्नै युट्युब एकाउन्टहरू युट्युब च्यानलहरूदेखि लिएर हामीले इन्स्टाग्राम फेसबुकदेखि टिकटक एकाउन्टहरू हामीले सञ्चालन गरिसकेका छौँ जसमा चाहिँ हामीले डिजिटल सामग्री अपडेट सूचना कार्यक्रमको कुनै झलकहरू जस्तै अब हामीले कुनै पनि प्रोग्रामहरू अर्गनाइज गरिराखेको छौँ भने त्यो भिडियोहरूको सृजना सम्पादक र प्रकाशन चाहिँ मिडिया टोलीहरूले गर्ने हो भने व्यवस्थापन टोलीको कामहरू भनेको सेवा कार्यक्रम र कार्यक्रमहरूको योजना र स्रोत बजेट र व्यवस्थापन गर्ने टोलीहरूबिच समन्वय सुनिश्चित गर्ने कामहरू गर्ने हो। जस्तै अब मानिलिउँ अब हाम्रो प्रोग्रामहरू कुनै भइराखेको छ भने त्यसमा अब जति पनि चाहिने स्रोतहरू हुन्छ। जस्तै अब कुनै पनि एउटा कार्यक्रमहरू गर्दाखेरि त हामीलाई त धेरै स्रोतहरूको कुरा चाहिराखेको हुन्छ र स्रोतहरू चाहिँ हाम्रो व्यवस्थापन टोलीले चाहिँ हामीलाई प्रोभाइड गरिदिनु हुनेछ। र त्यही गरेर त्यसै गरेर म स्लाइड 9मा गएँ र त्यसमा हाम्रो प्रार्थना टोली जेरिका दिदी र वर्सिप टोलीको थोरै म तपाईँहरूलाई सारांशको हिसाबले म तपाईँहरूलाई अलिकति एक्सप्लेन गर्नेछु यो कुराहरू। प्रार्थना टोली सेवाकाईको आध्यात्मिक आधार हो। मध्यस्थता, प्रार्थना, बैठक, गोपनीयता र सदस्य समर्थन गर्नु हो भने वर्सिप टोली सङ्गति र आराधना मार्फत आत्मिक वातावरण निर्माण गर्नु हो। गीत छनौट, अभ्यास र सेवामा चाहिँ अगुवाई गर्नु हो भने प्रार्थना टोलीमा तपाईँको जस्तै अब हाम्रो मण्डलीबाट जति पनि प्रार्थनाका विषयहरू हुन्छन्, अब कुनै प्रार्थनाको विषयहरू यस्तो पनि प्रार्थनाको विषयहरू हुन जान्छ जसमा चाहिँ तपाईँको त्यो प्रार्थनाको विषयहरू गोप्य राख्नुपर्ने हुन्छ। त्यही कारणले गर्दाखेरि चाहिँ हामीले प्रार्थनाको विषयहरू हामीले कसैलाई हामीले भनिराखेको छौँ र त्यो प्रार्थनाको विषयलाई चाहिँ हामीले गोप्य राख्नुपर्ने हो भने चाहिँ प्रार्थना टोलीहरूलाई चाहिँ अब हामीले सम्झेर चाहिँ उहाँहरूलाई चाहिँ हामीले एउटा विश्वासका साथ चाहिँ हामीले त्यो कुराहरू भनिराखेको हुन्छौँ भने उहाँहरूको मेन उद्देश्य भनेको त्यो कुनै कुराहरू बाहिर नआउनुपर्ने कुराहरूलाई चाहिँ गोप्य राखेर चाहिँ उहाँहरूले चाहिँ प्रार्थना गर्नु हो र अरू कुराहरू भनेको नियमित प्रार्थना बैठक र सत्रहरूको योजनाहरू त छँदैछ भने सदस्यहरूलाई आध्यात्मिक समर्थन र मार्गदर्शन पनि प्रदान गर्नु चाहिँ एउटा प्रार्थना टोलीको जिम्मेवारी रहनेछ। त्यसै गरी वर्सिप टिमको बारेमा तपाईँहरूलाई धेरैभन्दा पनि तपाईँहरू सबैजनालाई थाहा छ वर्सिप टिमको मुख्य कामहरू भनेको के कस्ता हुन्छन् भनेर। सेवाहरू र कार्यक्रमहरूमा सङ्गीत र आराधना माध्यमबाट आध्यात्मिक वातावरणलाई सशक्त बनाउने हो। जस्तै अब हामीले जति पनि वर्सिपहरू हामीले गर्छौँ त्यो वर्सिपहरू गर्दाखेरि कति कुराहरू विविध कुराहरूमा हामीले ध्यान दिनुपर्ने हुन्छ। जुन गीत छनौटहरूदेखि लिएर जति पनि हामीले विविध कुराहरू गर्छौँ त्यो कुराहरूमा चाहिँ हामी चाहिँ फोकस हुनुपर्छ र आराधना सत्रहरूको योजना र सञ्चालन गर्ने काम भनेको वर्सिप टिमकै हो। गाउन वा सङ्गीत वाद्य सिक्ने इच्छुक अब कोही अरू सदस्यहरू हुनुहुन्छ होला जसलाई चाहिँ अब जस्तै अब मानिलिउँ कसैलाई अब गिटार सिक्नु मन लागेको छ, कसैलाई गीतहरू गाउनु मन लागेको छ भने इच्छुक जति पनि सदस्यहरू हुनुहुन्छ त्यो सदस्यहरूलाई चाहिँ उहाँहरूले नै मार्गदर्शन चाहिँ देखाउने काम हो। र यही रहेको छ हाम्रो सरी र यही नै रहेको छ हाम्रो टोलीहरूको चाहिँ थोरै सारांशको हिसाबमा चाहिँ तपाईँहरूलाई मैले यो एक्सप्लेनेसनहरू गरेको छु र तपाईँहरूलाई मैले अर्को स्लाइडमा लिएर जान चाहेँ। यसमा चाहिँ अब हाम्रो के छ भन्दाखेरि हाम्रो सोसियल मिडिया पेजहरू चाहिँ
कुन कुनमा छ के छ भनेर चाहिँ यो चाहिँ तपाईँहरूलाई देखाउनु लागेको हो। र सोसियल मिडिया पेजमा हेर्ने हो भने तपाईँको इमोर्टल मिनिस्ट्री भनेर तपाईँले सर्च गर्नुभयो भने तपाईँले इन्स्टाग्राम पेजहरू देख्नुहुनेछ भने तपाईँले युट्युबमा पनि तपाईँले इमोर्टल मिनिस्ट्री नै भनेर सर्च गर्नुभयो भने नि तपाईँले युट्युब च्यानल देख्नुहुनेछ भने फेसबुकमा पनि तपाईँले इमोर्टल मिनिस्ट्री भनेर सर्च गर्नुभयो भने तपाईँको फेसबुक पेजहरू आउनेछ र जसमा तपाईँहरूले सबै अपडेटहरू चाहिँ तपाईँहरूले यसमा चाहिँ तपाईँले हेर्न सक्नुहुनेछ। यही नै रहेको छ हाम्रो सोसियल मिडियाको पेजहरू चाहिँ। यसमा तपाईँले गएर चाहिँ आफूलाई जति पनि चाहेको कुराहरू छ, तपाईँहरूलाई केही कुराहरूको अपडेटहरू चाहिरहेको छ भने तपाईँ यसमा पनि गएर तपाईँले त्यो कुराहरू चाहिँ गर्न सक्नुहुनेछ। सेवाकाईको अनुभव र तपाईँ कुन सेवाकाईमा जोडिन चाहनुहुन्छ भन्ने जुन हामीले हाम्रो इमोर्टल मिनिस्ट्रीको फर्ममा पनि हामीले राखेको थियौँ र त्यो मिनिस्ट्रीको फर्ममा तपाईँहरूलाई पनि म त्यो फर्महरू चाहिँ सेयर गरिदिनेछु र त्यो फर्महरूमा चाहिँ हाम्रो के छ भन्दाखेरि सेवाकाईको अनुभव र तपाईँ कुन सेवाकाईमा जोडिन चाहनुहुन्छ भन्ने चाहिँ हामीले त्यो फर्ममा चाहिँ राखेको थियौँ र त्यो सेवाकाईको अनुभवमा चाहिँ हामीले हेर्ने हो भने 10% सदस्यहरू मात्र जोडिनु भयो। पहिला पुरानो सेवाकाईमा चाहिँ जोडिनु भएको थियो भने चाहिँ 89% जति पनि सदस्यहरू हुनुहुन्थ्यो उहाँहरू चाहिँ जोडिनु भएको थिएन भन्ने चाहिँ हामीले यो चार्ट मार्फत चाहिँ देख्न सक्छौँ। भने तपाईँ कुन सेवाकाईमा जोडिन चाहनुहुन्छ भन्ने हामीले त्यो फर्ममा चाहिँ अप्सनहरू राख्दाखेरि चाहिँ हाम्रो वर्कसिप म्यानेजमेन्ट र मिडिया र प्रेयर टिम हुँदाखेरि चाहिँ हाम्रो सबैभन्दा धेरै चाहिँ 52.6%ले चाहिँ वर्कसिप टिममा चाहिँ सदस्यहरू जोडिनु भएको छ भने 10.5%ले चाहिँ म्यानेजमेन्ट टिमबाट जोडिनु भएको छ। त्यसै गरी मिडिया टिमबाट 21.1% जोडिनु भएको छ भने प्रेयर टिमबाट चाहिँ तपाईँको 15.8% चाहिँ जोडिनु भएको छ। र हालसालै अहिलेसम्म जति पनि जोडिनु भएको छ र जोडिनु भएका सदस्यहरूको चाहिँ हामीले नाम लिस्टहरू पनि यसरी राखेको छौँ र हामीसँग सबै कुराहरूको चाहिँ रेकर्ड चाहिँ छ र त्यो रेकर्डमा चाहिँ हाम्रो अलमोस्ट अहिलेको यसमा हेर्ने हो भने 21-22जना जति चाहिँ हामीसँग चाहिँ अहिले सदस्य भएर चाहिँ हामीसँग सेवाकाईमा जोडिनु भएर हाम्रो सेवाकाईलाई अगाडि बढ्दै गर्दै हामी चाहिँ अहिले यहाँसम्म आइपुगेका छौँ। र सारांशमा हेर्नुपर्ने भन्दाखेरि चाहिँ अब वर्कसिप लिडरमा अहिले हेर्नु भने नुएल तामाङ रहेको छ र वर्कसिप टिममा तपाईँको जति पनि नामहरू दिएको छ उहाँहरू चाहिँ अहिले एज अ वर्कसिप टिममा चाहिँ अहिले संलग्न हुनुहुन्छ भने म्यानेजमेन्ट लिडर दिपेश चामलिङ राईमा चाहिँ म्यानेजमेन्ट टिममा चाहिँ रेबिका तामाङजी हुनुहुन्छ अहिलेको लागि। प्रेयर टिममा जेरिका बिके हुनुहुन्छ भने प्रेयर टिममा प्रेयर लिडरमा जेरिका बिके हुनुहुन्छ भने प्रेयर टिममा चाहिँ मार्था तामाङ र रेशमा मुगराती साथसाथै अहिले देवमाया दिमाल पनि जोडिनु भइसकेको छ। र मिडिया लिडरमा पारस थिङ तामाङ रहेको छ भने मिडिया टिममा मन्ता बास्तोला र रेबिका फुएल र अहिले हालसालै हामीसँग सुनिता आन्टी पनि जोडिनु भएको छ। र यति नै रह्यो हाम्रो मिनिस्ट्रीको चाहिँ तपाईँहरूलाई जति पनि हामीले इन्ट्रोडक्सनहरू दिनुपर्ने कुराहरू चाहिँ यति मात्र छ। र अब यसमा चाहिँ तपाईँहरूलाई केही कुराहरूमा तपाईँहरूलाई अझै पनि कुराहरू जिज्ञासा छ भने चाहिँ म तपाईँहरूलाई मेसेन्जरमा डाइरेक्ट तपाईँहरूलाई हालिदिनेछु, नम्बरहरू हालिदिनेछु, नत्र भए तपाईँहरूले डाइरेक्ट मलाई पनि तपाईँले म्यासेज गर्न सक्नुहुनेछ। र तपाईँहरूलाई म हाम्रो मिनिस्ट्रीको फर्महरू पनि तपाईँहरूलाई प्रोभाइड गर्नेछु र मिनिस्ट्रीको फर्मको लिङ्कहरू पनि म तपाईँलाई प्रोभाइड गरिदिनेछु। त्यसले चाहिँ कस्तो हुन्छ भन्दाखेरि तपाईँहरूले अनलाइन पनि फर्महरू हाम्रो भर्न सक्नुहुनेछ र तपाईँहरूलाई फर्म मार्फत पनि तपाईँहरूले फर्म भर्न सक्नुहुनेछ। र त्यसै गरी नै तपाईँहरू हामीसँग पनि मिनिस्ट्रीमा चाहिँ जोडिन सक्नुहुनेछ। हस् त, आजको लागि यति नै। आशा गर्दछु तपाईँहरू हाम्रो मिनिस्ट्रीमा जोइन गर्नुहुनेछ र किनभने हाम्रो मिनिस्ट्री अहिले भर्खरै हाम्रो स्थापना भएको कारणले गर्दाखेरि हामीसँग धेरै प्लानिङहरू छ, धेरै योजनाहरू छ। त्यो योजनाहरू प्रभुबाट नै त्यो योजनाहरू पुरा हुनेछ। हामीले निरन्तरता दिइराखेका छौँ प्रार्थनाहरूमा पनि यो विषयहरूमा चाहिँ। तपाईँहरू जति पनि जोडिन चाहनुहुन्छ तपाईँहरूले अनलाइन फर्महरू भर्न सक्नुहुनेछ। साथसाथै तपाईँहरूले मसँग पनि
कन्ट्याक्ट गर्न सक्नुहुनेछ र यो कुराहरूमा चाहिँ म तपाईँहरूलाई चाहिँ अझै पनि एक्सप्लेन तपाईँहरूलाई चाहिँ म अझै राम्रो ढङ्गले चाहिँ म तपाईँहरूलाई एक्सप्लेन गर्न सकु र यति नै रहेको छ आजको लागि केही जिज्ञासा छ भने तपाईँहरूले मलाई सम्पर्क गर्न सक्नुहुनेछ हवस् त जय मसी